वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले कति 5 साढे 5 भयो होला समथिङ इन्डियाको। नेपालको चाहिँ 15 मिनट लेट हुन्छ यहाँभन्दा। मौसम यस्तो भइरहेको कि पानी पर्दा चाहिँ भइन्छ 3-4 दिन भयो यस्तो भएको, तर पानी चाहिँ परेको छैन। पानी पर्दा जस्तो भएको छ। पानी अरे अँधेरो भइसकेको छ त्योभित्र त यार, पुरै यार। लाइट बाल्दैछ ट्याक्क लाइट। दुध सकिए रहेछ, चाय बनाएर खान्छ भनेको दुध सकिए रहेछ। दुध लिएर आम। पुरै आज रोड पुरै क्लिन छ, यतादेखि यतासम्म पुरै क्लिन छ है। पुरै झाडु हानिदिएको हो नि त आज यो पुरै रोड। यो घरकाले त यतै कहाँले हान्छ नि, त्यो घरकाले मैले मात्र हान्नुपर्छ। पुरै झाडु हानिदिएको, पुरै सफा देखिन्छ आज त। नेपाल त हेर्नुहुन्छ, यहाँ जान के हाल्नुहुन्छ, चिया खाना भन्नु पर्यो। जाम चिया खाना खाएर आएको भन्नु है। ल केही होइन, हामी गयो जाम न त होइन। मौसम हेर्नु त यस्तो पानीवाला चाहिँ भइन्छ, तर पानी चाहिँ परेको छैन। आज 3-4 दिन भयो यस्तो भएको मौसम, तर पानी चाहिँ परेकै छैन कि किन कुन्नी यार। मलाई हेरिन्छन् त्यहाँ चिया खाने मान्छेहरूले, मैले त्यहाँ चिया खान्छु नि त दिनदिनै। यहाँ चिया खाना आउला भनेर नि, तर म घर साइकल रेडी हो, तर म घरै बनाएर चिया खान्छु नि त आज। फाइनल्ली दोकानमा आइसक्यो। अँधेरा लाइट बाल दीजिए, अँधेरा हो गया है पूरा। लाइट बाल दीजिए, अँधेरा हो गया अँधेरा। चिया अनि एउटा पाउरोटी किनेर हिँड्ने। अब घरै बनाएर खाइन्छ हामीले चाहिँ। अब दोकानमा खाइन्न, दोकानमा खाएको चिया लास्टै बिरामी गरेर आयो कि मलाई। अब दोकानमा हामीले खानै छोडियो चिया। दिन कहिलेकाहीँ त आउनुपर्छ। हेरिन्छन् मलाई यहाँ चोरहरूले। यहाँ दोकान जोइसी नेक्स्ट। पुरै अँधेरो भयो कि मौसम त यस्तो भयो नि, डेन्जर अँधेरो भइन्छ। पाउडर लिएको, अब टक्क चिया बनाएर खानुपर्छ। पानी परेको मौसम यस्तो म फाइदा उठाउनुपर्छ मौसमको होइन। यार यति भाँडा धुन छ यार, भाँडा धुनै अल्छी लाएर टाइम मिलेन, काम भयो। यता पनि अँधेरै छ यार, यता पनि अँधेरै छ। चल चिया बनाएर खाम होइन। कति उम्लिएको हो यस्तै चलाउनु पर्छ कि यो। फेरि उम्लियो भने त फेरि फाइनली चिया पनि बनेर रेडी भयो होइन। टक्क लगाएर चिया बनाउने खाने हो कि यस्तो मौसम पानी पऱ्यो भने त चिया बनाउने खाने हो कि बानी जस्तो लाग्यो कि मलाई। पानीपुरी खान मन लाग्यो। पानीपुरी अहिले कतिखेर, अहिले पानीपुरी खाना पनि जान सकिन्छ। पानी पऱ्यो भने चट्ट पिरो पानीपुरी होइन। बाहिर जाने भनेको ठ्याक्कै होइन, ठ्याक्कै पानीपुरी खाने जाने बेला ठ्याक्कै होइन। पानीको मुसाल लाएर पानी परेको यहाँ। पानी हेर्नु यस्तो पानी पऱ्यो, मेरो प्लानै क्यान्सल बनाइदियो नि यो पानीले त। अब खाना बनाउने, खाने, सुत्ने है त। अब भोलि बिहान जाने। अब भोलि बिहान त म जान सक्दिनँ होला। अब भोलि बेलुका जाने पानीपुरी खान। आजलाई चाहिँ यति नै, भोलि बिहानै भेटौँ ल। आजलाई चाहिँ यति नै, भोलि बिहानै भेटौँ ल। त्यतिखेरसम्मलाई बाई। सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।